हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा है। हामी चाहिँ आज मेरो चाहिँ छुट्टी थियो हैन, दाइको त ड्युटी सक्यो। हामी चाहिँ मार्केटबाट सामानहरु किनेर अब रुमतिर जाँदैछौँ। हावा यस्तो चलिरहेको छ कि हावा हैन पुरै छालै छ फेरि हेर्नु न हैन। समुद्र पनि बढे जस्तो छ। हिजो अस्ति पानी परिरहेको थियो, आज पनि पानी परिरहेको हैन। आज हल्का बढे जस्तो देखिरहेको छु हैन। अनि हाम्रो यता क्रोएसियाको मालिस्कामा चाहिँ यस्तै छ स्थिति। हल्का सनलाइट पनि देख्न सक्नुहुन्छ। अब रात पनि पर्न लाग्यो यहाँ हैन। हामी चाहिँ अब टक्क मार्केटबाट सामान किनेर रुमतिर जाँदैछौँ। अब यहाँबाट लगभग लाग्छ होला कति 20 मिनट त लाग्छ हैन। 22 मिनट जाँदा अनि ड्युटी आउँदै जाँदै अनि त्यसपछि थकाइ लाग्दैन दाइ? थकाइ लाग्दैन हो, पानी पर्छ। ए हुन्छ, अलिअलि फिजिकल पनि हुन्छ नि त्यसको हैन। अब त पानी पर्यो ज्यान सर्लकै घटाएको छैन हो। अनि कस्तो खतरा जान सबैको ज्यान त एकदम खतरा भएर है। मेरो पनि अब हल्का जिम हान्नुपर्ने छ उसरी। पहिला भन्दा यो हिँडाइले त ठिक छ। अलिकति दुःख पनि गर्नुपर्छ, अलिकति शरीरलाई पनि आफ्नो फिटनेस राख्नुपर्छ कि त हैन। फिटनेस चाहिँ राख्नुपर्छ हैन। हामी चाहिँ यसो पार्कतिर आएको थियौँ हैन। यो यसो यो चाहिँ हाम्रो पार्क हो हैन। यसो हिँड्दैन होला, यो बाध्यताले भयो अहिले चाहिँ खास ड्युटी आउनै पर्यो, जानै पर्यो। अनि नत्र पढ्न नजिकै भयो हामी फिजिकल गर्थ्यौँ त। अनि कि त गाडी किन्नु पर्यो। गाडी किन्नलाई अब यति हिँड्नुपर्छ उसरी हिँड्न त बोसो लाग्छ मजा लाग्छ। अहिले देखाइरहेको ठाउँ छ नि साथीहरू, यो चाहिँ अहिले सिजनमा चाहिँ यस्तो खुट्टा टेक्ने ठाउँ हुँदैन हैन। यहाँ पुरै मान्छेहरू चाहिँ म भिडियो हालि नै हाल्छु त्यतिखेर हैन। अहिले चाहिँ पुरै सुन्ने छ क्या। अनि अब सिजन सुरु भयो भने लगभग सिजन सुरु हुनलाई 2 महिना जति बाँकी छ। अब यो नगरपालिकाले अब सिजन सुरु हुन लाग्यो नि त। यहाँ त जस्तो कि यहाँ त हरेक कुरामा ट्याक्स जान्छ। ट्याक्स गइसकेपछि त्यही अनुसारको काम पनि गर्छ क्या नगरपालिकाले। यो बिक्रीको लागि होइन दाइ। अब यहाँ अब यो उता पछाडि फालिदिन्छ। अब गेस्टहरू यहाँ अब खाएर सुत्ने हो क्या। यो खास स्विमिङ गर्ने सुत्ने फेसिलिटी यस्तोसम्म बनाइदिन्छ भनेपछि अब सिजनमा त फेरि धुवा बल्ने होला छ होइन। पोहोर साल कतिको धुवा बल्यो दाइ तपाईँको सिजनमा? बच्चाहरूको लागि पोहोर साल कतिको धुवा बल्यो दाइ पोहोर सालको सिजनमा? 4 महिना धुवा बल्यो है। रेल पहिला कोइला पनि चल्ने रेलहरू कि रेल पनि चल्ने पहिला हो। के भयो नि हो। ल साथीहरू हाम्रो यस्तै छ मजा। रेलवाला कोइला त्यस्तै हो कि अब धेरै छैन, सिजन पनि सुरु हुन लाग्यो साथीहरू है। अब लगभग 2 महिना जति बाँकी छ। आफ्नो ठाउँमा तयार हुनु होला। ट्रक चलाएर हामी चाहिँ लागि हुन आँटेको। ल साथीहरू आजको भिडियो यति नै होइन। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। भिडियो माया गरिदिनु होला। यो भ्लग च्यानल हो होइन। सबैजनाले माया गरिदिनु होला। हाम्रो तपाईँको यो के च्यानलको नाम के अरे? ओली इन्टरटेनमेन्ट भ्लग, ओली भ्लग जे भने नि हुन्छ। यो हेरिरहनु भएको साथीहरूले बुझिहाल्नुहुन्छ। यदि भन्दै अहिले चाहिँ म छुट्टिन चाहेँ। ल भिडियो मसे जाऊ। जय नेपाल बोक।